अभियान सुरु गरिसकेको छ। त्यसमा पनि तपाईहरु चनाखो भएर खास गरी गण्डकीमा हामीले पत्रकार महासंघमा अलिकति बढी हस्तक्षेप गरेर जानुपर्ने छ। पत्रकार महासंघका अरू जिल्लाहरू प्रदेशमा तपाईहरु अलिकति चनाखो भएर नेता साथीहरू हुन्छ। खास गरी पत्रकारिताको एंगलमा सबैभन्दा पहिला गण्डकी प्रदेश एकदमै सक्षम र सबभन्दा सबल प्रदेश हो। हाम्रो यहाँ मल्टिमिडिया सञ्चालन गरेको प्रदेश पनि यो। तपाईहरुलाई अनुभव छ। उतार चढावका बीचमा फेरि पनि अहिले हामी केही साथीहरू लाग्नु भएको छ। हामीले मिडिया सञ्चालन कसरी गर्ने, मिडिया कसरी बचाउने, भएका पत्रकार साथीहरूलाई कसरी बचाउने, बेरोजगार भएका साथीहरूलाई हामी केन्द्रीय मिडियासँग कसरी जोड्ने, भइरहेका मिडियाहरूलाई हामी कसरी चाहिँ बचाउने, सरकारसँग हामी के पहल गर्ने, केन्द्रले के लबिङ गर्ने, यो तपाईहरुले सहकार्य छलफल गर्नुस्। हामी केन्द्रले गर्ने तपाईहरुसँग संयोजन हामी गर्नेछौँ। त्यो सँगसँगै 13 गते जेठ 13 गते कृष्णसेन स्मृति दिवस मनाउनु पर्ने छ। तपाईहरुले प्रत्येक जिल्लामा कृष्णसेन स्मृति दिवस जेठ 13 गते भव्य ढङ्गले आफ्नो जिल्लामा सृजनात्मक कामहरू गरेर कसरी गर्न सकिन्छ आफ्नै अनुकूलतामा सृजनात्मक ढङ्गले कृष्णसेन स्मृति दिवस जेठ 13 गतेको लागि तयारी गर्नु पर्नेछ। प्रदेशले, केन्द्रले र प्रत्येक जिल्लाले आफ्नो तरिकाले आफ्नो सृजनात्मक शैलीमा आफ्नो अनुकूलतामा त्यसलाई प्रचारमा लाने गरी त्यसलाई व्यापक गराउने गरी कृष्णसेन स्मृति दिवसको पनि तपाईहरुले तयारी गर्नु होला भन्ने म तपाईहरुलाई निर्देशन गर्न चाहन्छु। त्यसैगरी मध्यपाडी लोकमार्ग